अवरुद्ध गरेको छ। अब यस्तो चलन छ उनीहरूको, एक दिन 2 दिन 1 घण्टा 2 घण्टा अर्कै कुरा हो। तर प्रधानमन्त्री अभित गलत छ भने त कुनै कुनै माध्यमबाट त सच्याउनु पर्ला नि त प्रधानमन्त्रीले नै जवाफदेहिता लिनु पर्यो। मैले यो कारणले यो भनेको तपाईहरुले यस्तो रूपमा बुझेको भए म यसलाई सच्याउन तयार छु भन्ने 2 शब्द बोल्दा जात जान्छ र। डाक्टर सानो कुरा चिप्ले भने मान्छेले राजीनामा दिन्छ, यत्रो राष्ट्रघातै भन्छ नि हिसाबले। यो कुरा बोल्दाखेरि पनि माफी मागेर उहाँले क्षमा पाउँछन् र यो त राजीनामा कुरा आउला, भोलि उहाँलाई देशद्रोहको मुद्दा लाग्ने कुराहरू पनि आउला। यो चाहिँ सोच्नु भएको छैन यो विषयमा? अब देशद्रोह नै गरेको होइन, टङ स्लिप मात्रै हो। जवाफदेहिता भन्ने शब्दले सबैलाई समेट्छ बाबु। अब मिलाएर बुझौँ न। डाक्टर साहब, यो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणलाई चाहिँ कसरी हेर्नु भएको छ? जुन खालको स्वागत संस्कार छ नि, लेन्डुप दोर्जेलाई पनि सिक्किममा जे भयो त्योभन्दा अगाडि यस्तै खालको स्वागत गरिएको थियो पनि भनेर भन्छ मान्छेहरूले। कोही चाहिँ वा सभापतिलाई यस्तो खालको यस्तो स्वागत भनेको पनि भन्नेहरू छ। यहाँको बुझाइ के छ? अब लेन्डुपको त्यो ठ्याक्कै त्यस्तो होइन। पहिला सिक्किममा विधानसभाको चुनाव भयो, 30-31 सिटहरूले चाहिँ 32मा 31 सिटहरूले काजी साहेबको पार्टीलाई विजयी बनाए। त्यसले चाहिँ सिक्किमलाई भारतमा विलय गर्ने निर्णय गर्यो। त्यसपछि हजुर भनेर ढोक्न गए इन्दिरा गान्धीलाई, तथास्तु भनिदिनु बट्टीले। यति हो कुरा। अब अहिलेको भ्रमणलाई चाहिँ मैले सद्भावना भ्रमण भनेको छु। यसलाई तल अथवा माथि बुझ्नुको अर्थ केही छैन। यो एउटा शिष्टाचार भेट हो। अब तपाईँलाई थाहा छ हामी जुन परम्पराबाट हुर्केका छौँ, घरमा आएको पाहुनालाई कति इज्जत गर्छौँ। हामीले चाहिँ सापट मागेर भए पनि गाउँघरमा पनि मिठो खान्छौँ, मसिनो खान्छौँ, राडी डस्ना तन्ना गरेर चिनी हालेको चिया खुवाएर। यही त पद्धति हो हाम्रो, होइन? त्यो मध्ये एउटा रवि लामिछानेलाई भयो भने त्यो त्यतिको उछालिने विषय चाहिँ होइन। हामी त्यसलाई अनावश्यक रूपमा डेन्टिङ पेन्टिङ पनि गर्छौँ क्या। मैले चाहिँ यसलाई सामान्य रूपमा लिएको छु। यसलाई शिष्टाचार भ्रमण र भेटघाटको रूपमा बुझेको छु। त्यहाँबाट केही उहाँले कोसिरी लिएर आउनुभयो भने हामी पनि हौस्यौँला, होइन भने पर्खेर हेर्ने हो। उत्तेजित हुने काम छैन। सीमाकै विषयमा चाहिँ डाक्टर साहब अब यो कसरी समाधान हुन सक्छ? अन्तर्राष्ट्रिय अदालत लगायत संयुक्त राष्ट्रसङ्घमा पनि यो ढङ्गले अपिल गर्ने अथवा कुनै निवेदन दिने, अथवा यो कालापानी लिपुलेख लिम्पियाधुरा हाम्रो भूमि फिर्ता ल्याउनको लागि चाहिँ अहिले त कागजमा आदम नक्सा मात्रै छ, भोग चलाउनै गर्ने हिसाबले ल्याउनको लागि चाहिँ के कस्ता हामीले कदमहरू चाल्न सक्छौँ? त्यसको लागि 2टा उपाय छन्। कि हामीले बलबाट त्यो प्राप्त गर्नु पर्यो, कि कूटनीतिक माध्यमबाट त्यसलाई हामीले हासिल गर्न सक्नु पर्यो। बढीभन्दा बढी हामीले चाहिँ अन्तर्राष्ट्रियकरण गरेर अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट चाहिँ एउटा मध्यस्थताको स्थिति निर्माण गर्ने अन्तिम विकल्प चाहिँ त्यो हुन्छ। अब अहिले चाहिँ जहाँ इरानमाथि आक्रमण भयो, अन्तर्राष्ट्रिय कानुन समाप्त भइसकेको स्थिति छ। युएनले कहीँ पनि काम गर्दैन। हामी मरिसकेको सार्क राष्ट्रका जिउँदा जनताहरू हौँ। छ त सार्क अहिले? त्यसको मुख्यालय यहाँ छ, कति भएर थाहा छ त्यो कहाँ छ भनेर? अवस्था यो छ भनेपछि तेस्रो विकल्प हामी हासिल गर्न सक्दैनौँ। लडेर लिन सक्ने ल्याकतको लागि त्यो पनि मैले देख्दा सजिलो कुरा छैन। एउटै उपाय भनेको वार्ता हुन्छ। यस्ता खालका भ्रमणहरूमा त्यस्ता कुराहरूलाई मिलाएर छिराउन सक्दाखेरि त्यसले अलिकति पे गर्न सक्छ। अन्यथा यो इतिहासको विरासत हो, यसको हिसाब किताब इतिहासले नै खोज्नेछ भन्ने गरेको छु मैले चाहिँ। किनभने यतै 19 सालकै कुरा गर्दाखेरि पनि 50 वर्ष नआइसक्यो। त्यहाँदेखि त्यहाँ भारतीय सेना बसेको छ। अब हामीले यसलाई खपेरै आइरहेका छौँ। अब गर्न सक्दा गर्दा हुने हो। जस्तो महाकालीको बेला यो जुन महाकाली नदीको उद्गम स्थल हो, यो 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 द्वन्द्व विवाद चाहिँ त्योसँग सम्बन्धित भन्ने छ। त्यति बेर महाकाली सन्धि गर्नमा होडबाजी भयो। नेताहरूले प्रतिस्पर्धा गरेर महाकाली सन्धि गरे। अब त्यसपछि 72 सालमा अहिलेको संविधान जारी भयो। मलाई लाग्छ तपाईँहरूमध्ये अधिकांशले 72 सालको संविधानको अनुसूची 3 हेर्नु पनि भएको छैन होला। छ कसैले हात उठाए हुन्छ, मेरो विचारमा कसैले हेरेको पनि छैन होला। त्यहाँ नेपाल राष्ट्रको निशाना छाप ठोकिएको छ। त्यो निशाना छापमा चुचे नक्सा छोडिएको छ। 601 जो थिए नि सभासदहरू, ती बेइमानहरूले गर्दाखेरि यस्तो कुरा भएको। अहिले चर्को राष्ट्रियताको कुरा तिनीहरू नै गर्छन्। पछिबाट चाहिँ संविधान संशोधनको नाममा यिनीहरूले मलाई लाग्छ त्यो निशाना छापको कुरा हटाएको भनेर निर्णय गरे होला।
अब त्यसपछि यो विवाद चाहिँ अगाडि बढेको हो, होइन भने यो पच भइसकेको थियो। अब सम्झी सम्झी बाढुली जुन बेला गर्नुपर्ने हुन्छ सुतेर बस्ने, जुन बेला बित्छ अनि झाँक्रो भिजाउने कारण हुन्छ त्यसरी। त्यसकारण अघि मैले भने राष्ट्रको नेतृत्व गर्ने व्यक्तिले समाज बुझेको हुनुपर्छ, धर्म बुझेको हुनुपर्छ, देशको भूगोल बुझेको हुनुपर्छ। त्योभन्दा पनि महत्त्वपूर्ण कुरा चाहिँ देशको इतिहास पढेको बुझेको हुनुपर्छ। त्यो नबुझिसकेपछि जे स्थिति हामी भोगिरहेछौँ ठ्याक्क त्यो हुन्छ र यो इतिहासको विरासत हो। मैले भन्नुको पछाडि यही तर्क चाहिँ झुन्ड्याएको हो मैले। तपाईँले जसरी रवि लामी छानेको विषयलाई लिएर सामान्य मानेको छु भन्नुभयो, तर अघिल्लो विगतमा हेर्ने भने परराष्ट्र मन्त्री 11 दिनसम्म ढुकेर बस्दा भेटघाट नदिएको, अहिले रवि लामी छानेलाई त्यो खालको स्वागतमा कतै कहीँ न कहीँ केही लुकेको छ कि स्वार्थ लुकेको छ कि भन्ने पनि छ, तपाईँलाई लाग्दैन? मैले चाहिँ सामान्य भनेको छैन, मैले शिष्टाचार भेट मात्रै भनेको छु। शिष्टाचार भनेको कर्सी कल हो नि त। अब एउटा सत्ताधारी दलको पार्टी अध्यक्षलाई अर्को सत्ताधारी दलले एउटा कार्यक्रममा नयाँ दिल्लीमा बोलाएको, यति हो कुरा। प्रसङ्गवश त्यहाँका ठुला पदाधिकारीहरूसँग, प्रधानमन्त्री लगायतका पदाधिकारीहरूसँग प्रसङ्गवश भेट भएको। भेटको कारण चाहिँ त्यो सत्ताधारी दलको नेता सत्ताधारी मात्रै होइन कि ठुलो शक्तिको रूपमा उदय भएको हुनाले त्यो शक्तिलाई प्रभावित पार्ने दुराशयबाट गरेको काम हो त्यो। डाक्टर सर, हिजो मात्रै केपी ओली अब फागुन 21 को चुनावपछि पहिलोपटक सार्वजनिक बोल्नुभयो, यो सरकारले अराजकताको हद नाग्यो, यो उत्ताउलो पनि धेरै टिक्दैन भन्नुभएको छ। र सँगसँगै सिमानाको विषयमा पनि नेपालले 1 इन्च भूमि कुनै पनि ठाउँमा भारतको भूमि मिचेको छैन, यो प्रधानमन्त्रीको यो राष्ट्रघात हो भन्ने भन्नुभएको छ। के भन्नुहुन्छ त्यसमा? हो नि, हुन त तिमीलाई सम्झेर रुन्छु रुन त भने जस्तै हो। अब उहाँहरूले नै त हो नि त्यो निशाना छापेको, मैले अघि व्याख्या गरेँ, उहाँहरूले नै त हो नि। त्यसकारणले नेपालका नेताहरू सत्तामा हुँदा एउटा कुरा गर्छन्, प्रतिपक्षमा हुँदा अर्को कुरा गर्छन्। उहाँहरूले चाहिँ घटनाबाट सिके राम्रो हुने हो। केपी ओलीले भनेको त्यो कुरामा दम छैन म भन्दिनँ, तर बेला बितिसक्यो, अहिले दम देखाएर के हुन्छ र? उहाँले दम देखाउनु भयो नि होइन त सर? हजुर, लिपुलेको सूचना छ, उहाँले पार्लियामेन्टमा संशोधन पारित गरेको हो। सबै त्यो त विरासत हो बाबु, 19 सालको घटना हो लिपुलेक कालापानीको चाहिँ। त्यसकारण मैले यो जिम्मा इतिहासलाई दिन खोजेको। अब यहाँ मात्रै होइन नि, तपाईँ हेर्नुहोस् न, ताइवानको कुरा कति वर्ष भयो, हङकङ फिर्ता आउन 100 वर्ष लाग्यो। टेक्सास भनेको मेक्सिकाको पार्ट हो जो अहिले अमेरिकाको छ, मेक्सिकोसँग पनि सीमा सम्बन्ध हुन्छ। चाइना र भियतनामको बिचमा पनि सीमा द्वन्द्व छ। रसिया र चाइनाको, अब यो अरुणाञ्चल त जम्मै चाइनाको हो भन्छ इन्डियाको। अब यहाँ दोकलामको कुरा छ, यहाँ सिलगढी नेरको जुन चिकन नेक भन्छन् नि, अब यस्तो समस्या कहाँ हुँदैन? जहीँ पनि हुन्छ। हामीले हतारो गर्नु हुँदैन। कुरा के यो वरिष्ठ सीमाविद बुद्धिनारायण श्रेष्ठले पनि बारम्बार भनिरहनु भएको छ, हाम्रो ग्रेटर नेपालको जो नक्सा छ, भूमि छ, जो नक्सामा समेटिएको छ, हाम्रो गुमाएको भूमि हामी 100-150 वर्ष पछि पनि हामी पाउँछौँ भनेर ढुक्क छौँ। हाम्रा सन्ततिले पाउँछन्, हाम्रा सन्तानले पाउँछन् भन्नुभएको छ। यहाँले पनि अलिकति कुरा त उठाउनु भयो, यो आउने आशा राखौँ ग्रेटर नेपाल? त्यो बेकार हो। मेरा हजुरबाको नाम दिर्पसिंह कार्की छेत्री थियो, म चाहिँ छोटकरीमा केसी लेख्छु। उहाँले चाहिँ पास गरेर अथवा ऋण खाएर मेरो टारबारी कुनै अर्कोलाई दिइसक्नु भएको हो भने मेरो नाति त के मैले पनि पाउँदिनँ। त्यो बेकारको कुरा हो। डाक्टर यो अन्तर्राष्ट्रिय अदालतको कुरा गर्दा चाहिँ सीमा समस्या समाधान गर्न अन्तर्राष्ट्रिय अदालत गुहार्छु भनिराख्दाखेरि हालै मात्र एउटा भनौँ न यो भारत पाकिस्तान बिचको सिन्धु जलसन्धिको विषयमा विवाद भएको थियो। योभन्दा अगाडि जसरी अब पाकिस्तान समर्थित आक्रमणकारीहरूले आतङ्ककारीहरूले चाहिँ भारत नियन्त्रित जम्मू कश्मीरको पहलगाम क्षेत्रमा आक्रमण, त्यसपछि उनीहरू द्वन्द्व पर्दा त्यो सिन्धु जलसन्धि नै एकअर्काले नमान्ने कुरा हुँदाखेरि पाकिस्तान अन्तर्राष्ट्रिय अदालत गुहार्न पुग्यो। पाकिस्तानकै पक्षमा अन्तर्राष्ट्रिय अदालतले फैसला गर्यो, तर भारतले यसलाई मान्दैन। हामी यो अन्तर्राष्ट्रिय अदालतको क्षेत्रभित्र पर्दैन, यो हाम्रो सिन्धु जलसन्धिको कुरा भन्यो भने चाहिँ हामी पनि अन्तर्राष्ट्रिय अदालत धाउनु के अर्थ रहेछ? शक्ति राष्ट्रहरूको लागि अन्तर्राष्ट्रिय निकायहरू पनि होइन फिक्का साबित हुँदो रहेछन्। त्यही त मैले तपाईँकै प्रश्नमा उत्तर छ। जस्तो पुटिनले भनेको छ, जुन दिन अमेरिकाले इरानमाथि आक्रमण गर्यो त्यही दिन अन्तर्राष्ट्रिय कानुनको मृत्यु भयो। इन्टरनेसनल ल इज अलरेडी डेड भनेको छ। अब सार्कको कुरा मैले अघि गरेँ, सार्क राष्ट्रको मुख्यालय हाम्रो देशमा छ, त्यसको कार्यालय कहाँ छ भन्ने पनि हामीलाई थाहा छैन। अब यिनीहरूको यति चाहिँ सम्बन्ध
कटु छ कि भारतीय प्रधानमन्त्री उता फर्किने, पाकिस्तानको प्रधानमन्त्री यता फर्किने, आँखाले पनि नहेर्ने। हाम्रो सुशील बाबु थियो नि गान्धीवादी प्रधानमन्त्री, तिनले चाहिँ दुईटाको हात यसो गरेर हाम्रै आँखाको अगाडि गरेर यत्रो दुईटा हात यसो जोडिदिनु भएको थियो। तलका प्रतिनिधिहरूले गठन